तपाईँ हामी को यो देशका नागरिक हौँ। नागरिक बनिसकेपछि यो राज्य ठुलो, तपाईँ हाम्रो व्यवसाय ठुलो होइन। राज्यपछि बल्ल यो व्यवसाय आउँछ। व्यवसाय राज्य छ र व्यवसाय गर्ने हो। राज्य छ र हामी नागरिक छौँ। राज्यले लिएको नीति नियम हामीले नमान्ने, तपाईँ हामी जस्तै व्यवसायले गल्ती गरेका कारण, केही मिडियाहरूले गल्ती गरेका कारण आज हामी गोयमेलमा छिर्नु बाध्य छौँ। त्यो घटना त न्युरोडको हो। अन्तर्राष्ट्रिय उसबाट अनुगमन आयो देशमा। विदेशीहरू जब युएनबाट यहाँ अनुगमन आएर न्युरोडमा गएर मैले 40 तोलाको गहना किन्छु, मेरो डकुमेन्ट के चाहिन्छ तपाईँलाई भन्दा केही चाहिँदैन भनेपछि अन्तर्राष्ट्रिय दबाब आएर सुन चाँदीलाई गोयमेलमा लानुपर्छ, यसले सम्पत्ति शुद्धिकरण गर्नुपर्छ। यसले 40 लाखको सामान पनि कुनै आधार नलिएर बिक्री गर्छ भनेर हामीलाई लाग्नलाई बाध्य बनायो। र गोयमेल केही होइन। तपाईँ हामी सत्य काम गरेका छौँ त गोयमेल के हो? 10 लाखको तपाईँ हामी बिक्री गर्छौँ भने हाम्रो राज्यले खोज्छ त्यो को मान्छे हो? प्रहरी यहीँ हुनुहुन्छ, हाम्रो निरीक्षक राजन थापा छ, उहाँको काम खोज्नु। तपाईँ हाम्रो खोज्ने काम होइन। तपाईँ हाम्रो काम सुन बेच्ने हो। 10 लाखको होइन 50 लाखको बेचौँ न, कारोबार बढाउँ, राज्यलाई हाल्नु। 10 लाखको उसले कहाँबाट के दियो थाहा छैन। ल मसित फल्न नाम भएका व्यक्तिले 10 लाखको सुन किनेर लगेको छ, उसको मोबाइल नम्बर यो, ठेगाना यो, नाम यो, सिद्धि हो त। व्यवसाय पहिला सुदृढ जरुरी छ। हिजोको अध्यक्षहरूले चाहिँ हिजोको महासङ्घ जस्तो होइन है। यो 8 महिना त महासङ्घभित्रको कालो धक्क पछाडि लगाउने टाइम लाग्यो मलाई। अहिले आउनुहोस् महासङ्घ हेर्नु के हो। महासङ्घ भनेको फेडरेसन भनेर कस्तो हुनुपर्छ? विश्वको सबभन्दा महँगो धातुको कारोबार गर्ने व्यवसायको महासङ्घ भनेर कस्तो हुनुपर्छ भनेको अहिले हुन्छ। ए बाबा हार हुन्छ। चुनावमा एउटा मैदानमा फुटबल खेल्न गएपछि हार्ने मात्र होइन, उस्तै खुट्टा भाँचिन्छ। ठोकिँदा खुट्टै भाँचियो भने के गर्नु? केही साथीले खुट्टा भाँचिएका छन्। वैशाखी टेकेर पनि महासङ्घ कमजोर बनाउँछौँ कि भन्ने सपना नदेख्नुहोस्। 3 वर्षपछि फेरि महासङ्घको चुनाव हुन्छ। 3 वर्ष पनि छैन, साढे 2 वर्ष छ। 2.5 वर्षमा यो टिम जो आए पनि यहाँहरूलाई स्वागत गरेर चुनाव लड्न तयारी छ। आत्तिने किन